ल अहिले चाहिँ हामी ड्युटीमा आइपुग्यौँ। निन्द्रा लागिरहेको छ चुपे लाग्न सक्छ सबैलाई। अब बाहिर देशमा त सजिलो हुन्छ भनेर होइन, यस्तै हो बिहान बिहान होइन, निन्द्रा मारी आउनुपर्छ क्या होइन। त्यो गर्न सक्नुहुन्छ भने बाहिर देश आउँदा हुन्छ है, होइन भने चाहिँ अलिकति सोच्नु होला। हेलो अनि नमस्कार सबैजनालाई, गुड मर्निङ। म चाहिँ यहाँ ड्युटीमा बसिरहेको छु, लिफ्ट कुर्दैछु। नेपालमा अहिले लास्टै के माहौलहरू चलिरहेको छ। अब सबैजना बाहिर देशै त जानुपर्ने होला। बाहिर देश जानुभन्दा अगाडि चाहिँ एकचोटि राम्रोसँग बाहिर देशको बारेमा बुझेर जानेर र आफूले गर्न सक्छु सक्दिनँ त्यो सोचेर मात्र हिँड्नु होला, अरू होइन। कसलाई चाहिँ विश्वास गर्ने, कस्तो व्यक्तिलाई चाहिँ हामीले छान्ने त हेर। अब हेर न, कन्फ्युजमा छ नि त सबैजना होइन। अब चुनाव हुँदैछ, नेपालमा के भइरहेको छ, कस्तो भइरहेको छ, खै आफ्नो देशमा बसेर नि केही गर्न नसकिने हामी जस्तो युवाहरूले केही गर्न पनि नदिने, एउटा न एउटा पार्टीमा लाग्नै पर्ने, घुस खानै पर्ने, कति बाध्यता छ नि हाम्रो देशमा। आज चाहिँ मजाले झिलिमिली बनाइदिएको रहेछ ल, जताततै लाइट बालेर। ठिक हो ल, जस मस्त लाइट बालिदिएको रहेछ आज चाहिँ ल मेरो पुलमा। तर पुलभित्र चाहिँ बाले छैन कि फेरि, के गर्नु। मैले तपाईँलाई बाहिर देशको बारेमा आउन नआउन किन भनेको भने, हामीहरू म्याक्सिमम मान्छेहरू अहिले कस्तो छौँ भने हामी होइन यो अरूको देखासिखी गरेर हिँड्छौँ क्या। अनि बाहिर देशमा बस्नेहरू आफ्नो परिवारहरू छोडेर एक्लै कसरी बस्नुपर्छ होइन। एटलिस्ट अब ड्युटीहरू पनि त गर्न पऱ्यो नि त, ड्युटी त गर्नै आएको होइन। अब बिहान 8-10 बजेसम्म सुत्ने, 11-12 बजे सुत्ने, ओछ्यानमै खाना लिएर आइदिने, आफ्नो घर जस्तो हुँदैन नि त, गाह्रो हुन्छ नि त। मान्छेहरू कति डिप्रेसनमा गएर होइन मरेको पनि छन् होइन, अर्काको देशमा आएर आफ्नो प्राण त्याग्नु परेको छ। अनि धेरै गाह्रो छ कि, अर्काको देश हो होइन, यहाँ आफ्नो भन्ने कोही पनि हुँदैन, त्यो सबैलाई थाहा नै होला। त्यही भएर मैले तपाईँहरूलाई किन चाहिँ यो कुराहरू गर्दैछु भने, अरूको लैलोमा लागेर आफू जान्छु भनेर नसोच्नु होला भन्न मात्र खोजेको। किनकि अब देख्नुभयो तपाईँले नि, म पनि बिहानै अब होइन 4 बजे उठ्नुपर्छ होइन। 4 बजे उठेर रेडी भएर आउनुपर्छ, 12 घन्टा ड्युटी गर्नुपर्छ। गाह्रो छ नि त, मैले भोगेको कुरा भनेको नि तपाईँलाई। त्यही भएर आफ्नो स्वदेशमै केही गर्न सक्नुहुन्छ भने गर्दा एकदम बेटर। अदरवाइज अब हजुरहरूको इच्छा छ बाहिरै गएर गर्छु, नेपालमा अपर्च्युनिटी केही पनि छैन, म बाहिरै गएर गर्छु, जस्तो सुकै दुःख आए पनि म सहन सक्छु, खेप्न सक्छु र म गर्न सक्छु भन्ने हिम्मत छ भने वेलकम गर्न चाहन्छु। त्यही हो है त, अरू त अब के नै भन्ने हो र, छोटो मात्र भनिदिएको। अब कस्तो हो के हो होइन, अब तपाईँहरू आफै बुझ्नुहोस्। अब अर्को भिडियोमा भेटौँला फेरि पनि। सबैजनालाई बाई बाई भन्न चाहे है त अहिले चाहिँ।